किसानहरूको समस्यामा छन्। केरामा पनि ठुलो क्षति भयो। केरा पनि भयो, मकैमा नि भयो। नमस्कार सर, नमस्कार। अब तपाईँहरूको लागि के गर्नु पर्ला अहिले? तपाईँले रात खोज्नु भएको छ कि के छ? रातको लागि पहल भएको छैन, कोही आएकै आएको छैन। कोही पनि आएको छैन। किसानको लागि त सबभन्दा पिछाडा हो नि त। यसमा 75% आयो। ल सबै दोस्त हो यो। हेर्नु त हेर्नु त पाकेको रूपमा। मैले अघि नै भने न, यस्तो छ बिचरा। यो केराको जति पनि क्षति छ नि बाहिरबाट हेरेर देखिँदैन सर, सबै भित्र बसेर हेर्नुपर्छ। सबै काटेर फालेको उहाँको मात्रै अहिले 6 बिघा भन्दा माथि होला। उहाँको मात्रै यो खेतवालाले मात्रै 6 बिघा भन्दा माथि लिएर लिजमा लिएर काम गरिरहेको छ। अहिले सबैको हालत यही हो। फेरि आउँछ र आउँदैन?